घट्यो घट्यो घट्यो, आज पनि घट्यो, फेरि पनि घट्यो, फेरि पनि घट्यो, फेरि पनि घट्यो, वात्तै घट्यो, सर्लक्कै घट्यो। आज पनि भाउ चाहिँ सर्लक्कै घटेको छ। के कति घट्यो भनेर भन्नको लागि म तपाईँहरूलाई यो पैसा देखाइरहेको छु। हेर्नुहोस् त, आज एक तोलामा यति धेरै घट्यो। एकै तोलामा घटेको पैसा हो यो। एक तोलामा चाहिँ यति पैसाले घट्यो सुनको भाउ। के कति घट्यो होला भनेर थाहा पाउनको लागि हाम्रो आइडीलाई जरुर फलो गर्नु होला र यो भिडियो पुरा हेर्नु होला। किनकि सुनमा चाहिँ 3-4 दिनसम्म लगातार हिउँ परेर हिमाल अग्लिएको जसरी अग्लिएको थियो र आज चाहिँ 8 रेक्टरको भूकम्प आज जसरी त्यो हिमालको हिम पहिरो नै गएको छ। हिम पहिरो गएर त्यो हिमाल फेरि पहिलेको लेभलमा आइसकेको छ र धेरैजना सुनको भाउ बढेर चिन्तित हुनुहुन्थ्यो भने उहाँहरूको लागि खुसी खबर हुनसक्छ भने धेरैजना आत्तिएर हतारिएर सुन चाँदीमा लगानी गर्नुभएको थियो। सुन किनेर चाहिँ लगानीको रूपमा राख्नु भएको थियो भने उहाँहरूको लागि चाहिँ अलिकति दुःख खबर हुनसक्छ। र तपाईँको लागि चाहिँ के भयो, तपाईँको लागि यो खुसी खबर हो दुःख खबर, कमेन्ट बक्समा कमेन्ट गर्नु होला। आज मिति 2022 साल 10 को महिना 17 गते शनिबार चाहिँ सुनको भाउ चाहिँ सर्लक्कै घटेको छ। सुनको भाउ चाहिँ एक तोलामा के कति घट्यो भन्नको लागि अस्ति 15 गते सुनको भाउ 3,39,800 सम्म पुगेको थियो, सबैभन्दा धेरै बढेको नयाँ रेकर्ड भने। हिजो एकै दिनमा 16 गते 20,500 ले घटेर 3,19,300 रुपियाँमा कायम रहेको थियो भने आज 17 गते चाहिँ एकै दिनमा हेर्नुहोस् त यति धेरैले घटेको छ। के कति घट्यो म गनेर देखाइदिन्छु तपाईँहरूकै सामुन्ने। 1,000, 2,000, 3,000, 4,000, 5,000 एक तोलामा घटेको मूल्य भन्दैछु। 6,000, 7,000, 8,000, 9,000, 10,000, 11,000, 12,000, 13,000, 14,000, 15,000, 16,000, 17,000, 18,000, 500, 600, 700, 800 हेर्नु त एकै दिनमा एक तोलामा 18,800 ले सुनको भाउ घटेको छ भनेको आजको भाउ कति भयो त? हिजो 19,300 मा 18,800 घटेपछि आजको भाउ जम्मा 3,05,000 रुपियाँ, जम्मा 3,05,000 रुपियाँ मात्र रहेको छ भने चाँदीको भाउ चाहिँ हिजो 7,085 रुपियाँ रहेको थियो। सबैभन्दा धेरै चाहिँ 7,525 रुपियाँबाट हिजो 440 घटेर 7,085 रहेको थियो भने आज पनि चाँदीको भाउ सोच्दै नसोचेको मूल्य घटेर 1,565 रुपियाँ घटेको छ। आज 16 गते चाहिँ 16 गते भन्दा आज 17 गते चाहिँ 1,565 घटेको छ भने चाँदीको भाउ चाहिँ 7,085 को चाँदीको भाउ 5,520 रुपियाँ मात्रै कायम रहेको छ। एकै दिनमा 1,500 घटेको शान्तिनो कुरा होइन। धेरै साथीहरूले भन्नुभएको थियो बढ्ने बेलामा चाहिँ धेरै बढ्छ, घट्ने बेला चाहिँ 200, 500, 400 मात्रै घट्छ, घट्ने बेला चाहिँ थोरै घट्छ भन्नुभएको थियो। त्यो कुरालाई चाहिँ सुनले चाहिँ प्रमाणित गरिदिएछ। घट्दाखेरि पनि झन्डै 18-20 हजारको दरले 2-3 दिन घटेको छ। भोलि के कति आउला हाम्रो भिडियोलाई फलो गरेर हाम्रो आइडीमा जोडिनु होला र कमेन्ट बक्समा कमेन्ट गर्नु होला। भोलि के कति आउला। अब 2 दिनसम्म सुनको भाउ वात्ती घट्यो, अब भोलि बराबरी बसेर पर्सि फेरि वात्ती बढ्ने त होइन कि लगातार यही रफ्तारले घट्दै जान्छ? तपाईँलाई के लागेको छ कृपया कमेन्ट बक्समा कमेन्ट गर्नु होला। यो भिडियो सम्पूर्णले सेयर गर्नु होला किनकि जतिजना सुन किन्न लाग्दै हुनुहुन्छ उहाँहरूको लागि यो भिडियो जानकारी हुनसक्छ र सुन किन्न लाग्दै हुनुहुन्छ र सुन किनौ लाग्दै हुनुहुन्छ, सुन बेच्न लाग्दै हुनुहुन्छ उहाँहरूको लागि यो भिडियो जानकारी हुनसक्छ र सम्पूर्णले यो भिडियो सेयर गर्नु होला। भोलि फेरि अर्को नयाँ ताजा अपडेट लिएर आउने हुन्छु। मनरी बजारको मेन रोडमा अवस्थित न्यू विश्वकर्मा ज्वेलर्सलाई सम्पूर्णले सम्झनु होला। कुनै पनि सामान चाहिएमा खरिद बिक्री गर्नु परेमा सधैँभरि तपाईँहरूको साथमा हामी रहिरहने नै छु। सम्पूर्णलाई धन्यवाद। स्वस्थ रहनु होला, व्यस्त रहनु होला, मस्त रहनु होला।